जापानको टोकियोमा प्रहरीले एक 20 वर्षीय नेपाली युवालाई गल्तीले पक्राउ गरेको एउटा अचम्मको घटना सार्वजनिक भएको छ। महानगरीय प्रहरी अन्तर्गतको शिबुया प्रहरी चौकीका अधिकारीहरूले ती नेपाली युवालाई नक्कली रेजिडेन्स कार्ड प्रयोग गरेको आशंकामा अध्यागमन कानुन उल्लङ्घनको आरोप लगाउँदै घटनास्थलबाटै हत्कडी लगाएर पक्राउ गरेका थिए। तर गल्ती ती नेपाली युवाको होइन, स्वयं जापानी प्रहरीको थियो। जापानमा यही जुन 14 देखि मात्रै नयाँ सुरक्षा विशेषताहरू भएको नयाँ ढाँचाको रेजिडेन्स कार्ड जारी हुन थालेको छ। ती नेपाली युवासँग त्यही नयाँ कार्ड थियो, तर चेकिङमा खटिएका प्रहरी अधिकारीलाई यो नयाँ डिजाइनबारे थाहै थिएन। उनले सक्कली कार्डलाई नै नक्कली ठानेर पक्राउ गरे। प्रहरी चौकी पुर्याएर जाँच गर्दा कार्ड 100% सक्कली भएको पुष्टि भयो। गल्ती थाहा पाएपछि प्रहरीले युवालाई 1 घण्टापछि ससम्मान रिहा गर्यो र महानगरीय प्रहरीले सार्वजनिक रूपमा आफ्नो गल्ती स्वीकार गर्दै माफी समेत माग्यो। जापानमा नयाँ नियम वा कार्डहरू लागू हुँदा सुरुमा यस्ता घटनाहरू हुन सक्छन्। त्यसैले हालै नयाँ कार्ड लिनुभएका सम्पूर्ण नेपालीहरू समेत सचेत रहनुहोला। यस्तै जापानका नयाँ अपडेटहरूका लागि हामीलाई फलो गर्न नबिर्सनुहोला।